अब चाहिँ घर जान लागेको होइन रुममा रुम पानी पर्ला जस्तो भइरहेछ यसो सुरुमा भिडियो बनाउँदाखेरि के बोलौँ जस्तो भएछ तब बोल्ने मान्छे भयो भने त त्यो बेला पो बोल्ने चाहिँ धेरै सजिलो हुँदो रहेछ कि यसरी ऊ हुने यसरी छैन र मारेको तर केही छैन अब हेरौँ बिस्तारै बनाउँदै जाउँ होइन कस्तो बनिन्छ बोल्ने आँट पनि आइन्छ होइन एउटा केही सिकिन्छ मामाहरू बसिरहेको त आज यो साइडमा किन रहेछ केही चोरी भएछ कि क्या हो छोड्दै बाल चेकिङ होइन होला त केही फरक पर्दैन फेरि बाइकमा लाइटहरू पनि बाबा पछाडि हालेछ कि फेरि ल्याङ गर्छ यिनीहरूले फेरि लास्ट तर होइन रहेछ रोकेन सब हेरेर बसेको वहाँ परेर यहाँ चाहिँ जहिले यो चोकमा चाहिँ जहिले पनि तिहारै आए जस्तो हुन्छ क्या लाइट पुरै हुन्छ यो होटेल नि होइन फेरि त्यत्तिकै लाइट हालेकै हुँदो रहेछ होइन अब हेरौँ कति मिनट पुग्दो रहेछ फेरि अलिअलि बाटो चिप्लो पानी परेको हो फेरि यो यसको पछाडि टाइप फेरि वाइल्ड चिप्लिन्छ क्या फेरि त्यही सेफ राइड मामाहरू फेरि बसिरहेको छ फेरि रोक्नु उयो हुँदैन अस्ति त रोक भन्दा थिएँ मैले रोकेन त लेडिज तँलाई उसै पछि हिँडेर यस्तो उसम्म गर्छ कि त्यो हामीलाई जाने बाटै दिँदैन कि कतापट्टि काट्छ भन्ने नि हामीलाई थाहा नै हुँदैन कि उनीहरूले काटेको अनुसारले फेरि अब अरूले बाइक चलायो भने त्यसमा बस्नु फेरि मलाई लास्ट डर लाग्छ फेरि आफूले चलाउन चाहिँ फेरि त्यस्तो केही लाग्दैन जति कुदाए पनि यो मान्छे यता पनि जान्ला होइन उता पनि जान्ला होइन साइड लाइट बाले कताको बालीलाई चलाइरहेको कि लास्ट ल्यान्ड गरिदिन्छ यस्तो कन्सर्ट तात्तिँदैन कि फेरिमा झुकेर काटिदिन्छ भने यता काट्न लाग्यो नि एकैपट्टि आइदिन्छ यिनीहरू अझै केटीहरू मान्छेहरूले चलाएकोमा चाहिँ राम्रो नि त्यसो अब भरोसै लाग्दैन झन् त्यसमा त यस्तोसँग काट्छ कि तिनीहरूले त्यो हामी पछाडि भयो नि उनीहरूले हामीलाई चाहिँ पुरा हान्नेवाला जस्तो चलाइरहेको हुन्छ डर लाग्छ मलाई त केही छैन उनीहरूको आफ्नो बानी हो त्यो अब हामीहरूले कसरी चलाइन्छ केटीहरूले कसरी चलाइन्छ भन्नेमा हो त्यो नराम्रो भन्न चाहिँ खोजे होइन नि फेरि
म चाहिँ किन अब चाँडै जानु लाग्छ कि घर रुममा अनि लिम्बू भाइले पनि बोलाइरहेको छ दाइ चाँडै आउनु है जानुपर्छ यहाँ कहाँ जाने हो यहाँ त्यो थाहा भएन उहीँ गएपछि थाहा हुन्छ होइन त्यही भएर चाँडै जानु लाग्यो हेरौँ अब कस्तो कस्तो बनिन्छ होइन भाइले अब किन बोलायो के गर्नु कहाँ जानु भने जानुपर्छ पैसा भयो लिएर आउनु थियो अब कहाँ लिएर जानु भने पैसा अब हतपत स्यालेरी आउनुपर्छ स्यालेरी आएपछि मात्र न त पैसै हुँदैन हो बाइकमा तेल भन्यो ऊ भन्यो यसो भन्यो सर्भिसिङ भन्यो यस्तै कता कता सकिसक्छ पैसा त जान्छु यो रुटमा हो मैले अस्ति लगभग 100 कुरा बिहार 100 समथिङ 100 जान्छु गर्थ्यो कुदाउनु मजा आउँछ खाली हुनुपर्छ बबाल मजा आउँछ तर यसरी नकुदा भन्छ होइन बाइक आफ्नो हातमा भनेपछि कस्तो कस्तो लाग्छ स्याउ त्यो हात चिला जस्तो लाग्छ बटार जस्तो लाग्ने आफूलाई हौसला उ भए जस्तो भनेर चाहिँ यो बाइकले कस्तो त्यो ज्यान वाइल्ड दुखाउँदो रहेछ न्याउरिनु पर्ने के बढी जति हल्का डल्लो मान्छेहरूलाई त खासै ऊ नहुने चाहिँ हामीहरूलाई चाहिँ यस्तो सुहाउँछ नत्र सुहाउँदै नसुहाउँदै हुन्छ अल्को मान्छेहरूलाई चाहिँ बबाल देखिन्छ फेरि 1 पिस